ल हामी साथीहरू मिलेर यो सामाकोसीबाट नुवाकोटको यात्रामा सामाकोसीबाट टोखा हुँदै गिरल्यान्डको टोखा हुँदै अनि नुवाकोटको शिवपुरी डाँडासम्म शिवपुरी डाँडाको यो माथिको बाटो यस्तो कच्ची बाटो पानी परिरहेको थियो झिमझिम पानी हिलो छ यति खत्तम थियो यत्रो ठुल्ठुलो ढुङ्गा थियो धन्नै बाइकले लडेन यार बाइकको इन्जिनमा छोइरहेको थियो ढुङ्गाहरू बल्ल बल्ल जोगिँदै माथि गए साथीहरूसँग मिल्दै गइरहेको थिएँ भेट गर्दै माथिको भ्यू हेर्दै गइरहेको थिएँ जङ्गलको बाटो हो यो लगभग 10 मिनट जति 15 मिनट चाहिँ लाग्यो होला माथि उक्लिनको लागि 10 मिनट त मजाले लाग्यो होला कच्ची बाटो भएर पनि होला साथै मान्छेहरूको स्कुटी बाइक बाटोमा छोडेर हिँडेको छ अरूहरू सायद बाइक नतानेर हो कि के हो स्कुटीहरू बाइक त्यही छोडेर हिँडेको छ माथिहरू क्या हो जङ्गलै हिलो थियो नि हिलो थियो ढुङ्गाहरू थियो अनि हेर्नुहोस् ल माथिको भ्यू हेर्नु माथिबाट फोटो खिचेको यिनीहरू फोटो र भिडियो माथि खिचेको तलको भ्यू माथि डाँडाबाट तलको भ्यू यस्तो देखिँदो रहेछ प्लेनमा चढा जस्तै भ्यू हुँदो रहेछ हो यहाँ त्यहाँ गएपछि त त्यहाँ मान्छेहरू पिकनिक गर्दै रहेछ कुनैले बर्थडे पार्टी थियो एकजनाको साथीहरूको बर्थडे पार्टी मौज मस्ती गर्दै थिए 1-2 जना 8-10 जना मिलेर त्यो आर्मी बेस क्याम्प माथिको आर्मी बेस क्याम्पको त्यहाँबाट छिर्नु पर्ने छ माथिको त्यो बेस क्याम्पको तलको बस्तीहरू छ यस्तो उनीहरू अब त्यहाँबाट हामी घुमफिर गएर फर्किन लागेका थियौँ फर्किँदाखेरिको भ्यू हो यो फर्किने क्रममा बादल लागिसकेको थियो फेरि कति बेला मौसम चेन्ज हुने ग्यारेन्टी नै थिएन घरि पानी पर्ने घरि घाम लाग्ने घरि कुहिरो लाग्ने बादल लाग्ने भइरहेको थियो त्यहाँ त अहिले मौसम त्यस्तै थियो निकै माथि डाँडामा थियो हिलो हेर्नुहोस् हिलो थियो त्यस्तै ढुङ्गा त्यस्तै थियो यस्तो बाटो माथि डाँडा पहाडको चुचुर देखिरहेको थियो यो चाहिँ त्यही माथि बस्दाखेरिको यसो टाइम पास गरेको बस्दाखेरिको यो त्यतिकै टाइम पास गरेर फिलिङ गरिरहेको थिएँ साथीले भिडियो बनाएको छ त्यसले माथिको टावर यसो शान्तिको अनुभव फिलिङ गरिरहेको थिएँ साथीले भिडियो बनाइसकेर छ थाहै नपाएसम्म मैले अर्को साथीहरू बाइक लिएर गएको छ त्यहाँबाट एउटा स्न्यापच्याटले